Hello guys, welcome back to my another vlog. I hope तपाईँहरू सबैजना सन्जारमै हुन्छ होला। म नि पनि सन्जारमै हुन्छु। अनि आज चाहिँ सन्डे हो आज चाहिँ। अनि आज हाम्रो छुट्टी हुन्छ नि त सटरडे सन्डे। अनि त्यो म चाहिँ साथीको जान लाग्यो। माथि पाहाड पुग्नुपर्ने हुन्छ क्या। कहाँ भन्दाखेरि चाहिँ अब यहाँबाट देख्छ फेरि त्यो पाहाड चाहिँ देख्छ भन्दा नि अलिअलि पाथि पर देखेको पाहाड हो क्या। त्यहाँनिर पुग्नुपर्ने हुन्छ। अब घाम पनि फेरि यस्तै घाम लागिरहेको अब यसरी जान लाग्यो टक्क अलिक कट्ठुमा होइन ग्रिप सक्स लगाएर अब त्यो ग्यास अब मलाई पौडीमा भ्लग बनाउनु यस्तो झ्याउ लाग्छ भने होइन यस्तो लाज लाग्छ क्या। अनि आज चाहिँ यसो बाटोभरि भ्लग बनाउँदैछौँ भनेको अब नलजाइ मतलब फुल कन्फिडेन्समा क्या। अब हेरौँ के कस्तो हुन्छ ग्यास। म घरबाट हिँड्छु मम्मी लागेँ म चाहिँ हिँडेको अब बुहारी भन्दा बुहारी लिएर आउँछु बुहारी यसो टिकाटालो ठिक पारिराख्नु होला। के हो यहाँ नि निक्लिनु बित्तिकै यत्रो घाम आउँछ त्यसको बाजीको आगीसम्म हेर्नु फेरि घाम फेरि यस्तो छ है। त्यो माथिदेखिको पाहाड पुग्नुपर्ने गाइस त्यो त होइन त त्योभन्दा अलिकति मुनि हो। ढ्याक कहिले ठ्याक्क नि के हो यहाँ ठ्याक्कै हजुर बस्दा नि हुन्छ म त राख्छु। ए फिक्न आँटेको आँखा त डढा गएको कत्रो भेट भइरहेको अब साइकको म प्रमोदकोमा हिँडेको माथि डाँडा बोलाएको थियो भने यस्तो भेट्नुलाई फेरि गइहाल्नु नि सँगले साथी पाउँदो घरतिर गएको ठ्याक्कै बाटोमै बसिरहेको क्या। उसको घर चाहिँ फेरि धुलाबारी हो होइन। पहिला चाहिँ यता बस्थ्यो अनि यहाँबाट उता गएको थियो त्यो ल है ल खोइ आइफोन दिइहाल्यो नि त धनी भने हामी होइन यस्तो रिच लाजु केटाहरू बाटोमा भेटेको छ यार। के हो दाइको कट्टु भन्छ यार। खोइ देखाइदिएन यस्तो देखाइदिएन छिर्नु देखाइदिइहाल्न सकिन आँटेको छ त्यो एकछिन गफ गर्न बसेको यार 15 मिनट के बितिहालेछ। अब चाहिँ म हिँड्दैछु कस्तो ढिलो भयो नि त्यहाँ केटाहरू अब आएको रहेछ कहिले मैले भेटेको अब एकछिन गफ गर्नु परिहाल्यो होइन। अब यहाँबाट यस्तो जानुपर्ने हुन्छ यहाँ पर यार म जानुपर्ने छ त्यहाँ माथि कहिले पुग्नु। उफ गाइजहरू यस्तो गर्मी छ नि घाम त भर्खरै गयो र पनि बाफरे पसिना आइसक्यो मेरो गाउँ के भन्नु अब यस्तै छ जिन्दगी। रोडहरू यस्तो भत्किसकेको छ यार केटाहरू त म केही घारी बारी हुँदै यस्तो बाटो हुँदै म जाँदैछु। मास्टर बान्दाबाट चाहिँ अब म भित्र छिर्नु पर्ने हुन्छ त्यो भएर म छिरिसकेँ त्यहाँबाट गाडी अब पर पुग्नुपर्ने हुन्छ। सो गाइस म चाहिँ जङ्गलको छेउमा आइपुगिसकेको छु। जङ्गल चाहिँ यस्तो छ म जङ्गलको छेउ भन्दा नि पाहाडको छेउ चाहिँ हो। पाहाड चाहिँ यहीँ छ अनि म चाहिँ यहाँ छु र पनि अझै यहाँबाट अझै भित्र छिर्नुपर्ने हुन्छ। फेरि बाटो थाहा छैन क्या मलाई यहाँनिर दुइटा यता जानु कि यता जानु भइरहेको कता हो यो बाटो पनि यार के हो अब जहाँसुकै होस् भन तल्लो बाटो आएको यता त झन् नि उस्तो यतै गयो जस्तो लाग्थ्यो। हेर्दा पनि त्यस्तो बाटो फेरि अब यस्तो डर लाग्छ नि मलाई यहाँनिर पुरै जङ्गल छ क्या। यहाँ छिरेपछि यस्तो अनि घरमा नि कोही छैन यस्तो हुन्छ नि घर अब त्यो केटा अब म अलिबरतिर पुगेपछि यस्तो उकालो पाहाड चढ्नुपर्ने हुन्छ। कस्तो कराएको यो चरा सुन्नु चिउ चराहरू यहाँ छिर्ने बित्तिकै सिरिङ्गै हुन थाल्यो त मेरो यो के भएको यस्तो चरा ओ माई गड कस्तो भनेको तर मान्छेहरू बसिरहेछ घाँसहरू काटिरहेको फाइनली गाइस उकालो जाने ठाउँमा चाहिँ म आइसकेको छु। मान्छेहरू नि बसिरहेको नि त यहाँदेखि चाहिँ उकालो चढ्नुपर्ने हुन्छ म। जस पहिलाको भन्दा चाहिँ बाटो राम्रो बनाएर यार खाल्डाङ खुल्लुङ थियो क्या पहिला आउँदाखेरि सम्म त अहिले सम्म छ बाटो भने त के हो यति मात्रै रहेछ यता त यस्तो हुँदाखेरि ए मलाई
बाटो बन्दै रहेछ गाइस उकालो हिँड्ने बानी नभएर होला 3 वर्ष भयो यता पाहाड घर नबसेको सबै बिर्सिसक्यो उकालो हिँड्ने नै गरेर यस्तो धेरै उकालो नि छैन क्या बाटो चाहिँ ओभर पिच हुँदो रहेछ मऱ्यो गाइजहरू ओ यस्तो मुनि छ त्यहाँ तल क्या हाम्रो घर चाहिँ पाहाडमा आइसक्यो यहाँबाट यस्तो भ्यू देखाएको थियौँ भनेको सबै रुखहरू छेडेर के देखाउनै पाएन नि देख्दैन रहेछ अरे यस्तो मात्रै देख्ने रहेछ फाइनली म चाहिँ आइपुग्न आइसकेँ प्रमोदको घर प्रमोद भन्दा नि तपाईँहरू चिन्नु हुँदैन होला साथीको घर यहाँदेखि अलिक पर्छ यस्तो झरेपछि आइपुग्छ म्या ओइ यहाँबाट चाहिँ हल्का भ्यू देख्ने रहेछ त्यही देखाइदिन्छु यस्तो देख्छ है फेरि होइन छेलिहाल्यो यसले उयो लभली यार यस्तो देख्ने यहाँ आइपुगिसक्यो प्रमोदको घर यही हो होइन उयो जङ्गल पुरा देख्दो रहेछ यहाँबाट प्रमोद प्रमोद कता हान्डी क्या मेरो भाइ ए त्यही टोइलेटमा पो रहेछ टक्कसँगले उसको जग्गा आइसकेँ अनि ऊ चाहिँ टोइलेट गर्दै रहेछ अनि उहाँले चाहिँ ब्रस गरेछ ठिक छ ओ अब प्रमोद उसको बाहिर एसी खानुपर्ने हुन्छ हामीले एसी खोलिदेऊ त साथी लाइट खोल्ने सुनलाई हो अब एसी खोलिदेऊ एसी एसियन एसी एसियन के भनेको एसी सक्यो फेरि हाम्रो साथीकोमा चाहिँ ओए कस्तो भयो ओइ फोन त के बिग्रियो र अब एसी टक्कसँगले एसी खोल्छ उसले ओहो एसीको हावा यार यो बुवाको म यही फोनमा हेर्थेँ क्या ए अघिबाट बोलेको ए ठिक छ अघि गर्न उसको फोन फुटाइहाल्यो अनि त्यो गाई अब आराम गर्दै गर होइन अब के हुन्छ म तपाईँलाई देखाउँछु यहाँ त वाइफाई छैन होला नि माथि होला है यहाँ पनि छ आउँदैन त्यही पनि बजाइ दिएको ल भइरहेछ हौ कालो देख्छु क्या अहिले ल नाच्दिउँ न त त्यहाँखेरि खै कहाँ राख्नु गएर खै यहाँ राखिदिनु 1 2 3 भन बगा कस्तो धेरै नि अर्को छ मेरो मादल ठुलो दुईवटा छ यो छ होइन अनि अर्को छ यस्तरी हो क्या बनाउने चाहिँ के हो यो चाहिँ फेरि क्या छैन घर छ यार यो ओपर गर्नु यार आउँछ भयो यार भयो अलिअलि आउँछ ए ल आउँदैन मलाई यति बजाउन यार सिक्नुको लागि लिएको अघि भइहाल्यो त त्यो मिलेको होइन त्यो मैले हावडै हाल्नु लिएको ए के भन्छ Tadi, concert. Madal party. Last call. इसी में बसेर यसमा कहाँ छ सही हो गाइस रमाइलो हुँदैछ है उसको घरमा आएर यस्तो गर्दा कालो त देखिन नि फेरि मलाई
बत्ती रहेछ नि त बत्ती छैन कहाँदेखि गोरु देखिरहेको छ ए सही हो सही हो मलाई आउँछ ल देखा ल ल जस्तो होइन ल बजा ल मलाई मादल बजाउनु ठ्याप बोकेन नि त हौ अलिक छोड न ल बजा साझा नि गीत आउँदैन नि त नि अरू यति नै आउँछ यति हो बजाउनु यति गिटार बजाउनु तिमी डम्बर बजा नि म त इलेक्ट्रिक होइन ए कोही एउटा गीत भन्नु बादल ए छोड दे गाइस हो र उसको मेरो फ्यानै भन्नु त्यस्तो अनि त्यो अब चाहिँ हामी जाँदैछौँ मात्र टिप्नलाई कहाँको यही हो मान्छे यही हो ए उयो कत्रो ठुलो बोल्छ त कसम भनेको यता यही हो हाम्रो हाम्रो होइन भन्नु तिमीहरूकै हो तिमीहरूकै तिमीहरूकै बारीको दुईधरकै बारीको रहेछ अझ हामी जाँदैछौँ टिप्नलाई ढुङ्गाले हान्नुपर्ने हुन्छ रुखमा चढ्नु हुँदैन रुखमा चढ्ने भए चढ नि त कति म त बाँधेर कि बच्चैदेखि नामै बाँधा एकछिन खोज्नु न तलतिर यहाँ हामी चाहिँ यहाँबाट आइपुगिसक्यौँ ओइ ओइ बाँदर छ ए बाँदर छ मेरो साथी हो नि त के भनेको कहाँबाट चढ्नु फेरि यस्तो रुखमा चाहिँ ओ त्यस्तै लाग्थ्यो कहाँ उही माछ त हौ ओ ढेडु हौ उयो बिचमा यार तँ कसरी लड्छ होला त के कहाँ लड्छ हौ लड्दैनौ यता ओ लभली नाइस नाइस ओए म जत्तिकै बाँदर खोइ हाल्नु न यो हुँदैन आफ्नो झार्ने अहिले नझार्नु त्यही त झार्नु त झार्नु भनेको त पक्नु यहाँ झरिरहेको छ नि झरेको है यहाँदेखि हाम फालिदिउँ है कहाँ हो ए भेट ए कुहिएको हो मलाई त तिमीहरू पनि कुहिएको समातेर यार छाँकेर झार्नु ओ यहाँ हालिमात यिन कुहिएकै हो यार ओ यहाँ छ यहाँ छ यहाँ छ पाएको हो र ले साथी पाएको हो यो पनि ल भाइ पका त हो झारौँ न अनि कि झार्नु मिल्दैन काँडा पस्यो अरे यहाँ कहाँ पस्यो मैले त कसले हटाइ अब म माथिबाट ढुङ्गा हान्छु अनि त्यो धुएर खाने होला नि त त्यसै नखाने होला नि त ओ हटै लाग्ला नि फेरि ओ हट त म हान्छु त्यही पनि मिस भयो मिस भयो यसरी ओ झारेन ओ मै झरेँ नि त अर्को छ जाउने
एउटा भेटे लाग्यो नि लागेन त्यो होइन हो है यहीँ माथि सिधा त्यहाँबाट अन्त बादल ए देख यहीँ छ त ए यो अर्जेन्टिना फेन यार कहाँ दे कोही झरेन नि त केटा यहाँ भनेको अनि यहाँ पनि छ त नि ल ल बादलजी चढ्नुहोस् भनेर अन्ली बादल हाम्रो गाउँको यस्तो जब कमेलोमा सानोमा के भन्नु त्यो देख्न सक्नुहुन्छ गाइज यहाँ माथि आप उयो त्यहाँ हेर्नु न आप यस्तोमा चढायो मलाई दाले कमिला हेर्नु न यसले टोक्यो भने अनि यसले टोक्दैन खोइ हात राख्दा एकचोटि यहाँ ल्याम्मै टोक्दैन हो रहेछ फेरि त्यो गर्छ क्या के गर्नु यार माथि माथि छ सो गाइज हाम्रो आप चाहिँ यति भइसकेको छ लभली आउनु थम्ने राखौँ थम्ने सबैजना आउने यता होइन आउने यता यस्तो गर न धन्यवाद क्या धन्यवाद साथीभाइ हामीसँग चाहिँ यति अब दुख्छ हौ कमिला कहीँ फोकाउने भयो नि त जिउ पऱ्यो कति रात यहाँ हाल त कति रात अब यार उयो ल सही हो सही अब यो हामी आँप खान्छौँ एकछिन अनि चाहिँ हामी कटेर चुना जान्छ कति भनेको यो छ नि उकालो चढ्ने बाटो त्यहाँ मुनि यस्तो यस्तो छ नि ए होइन पहिला हामी यो खानुपर्छ सो गाइस हामी चाहिँ आठ ज्ञान छ यहाँ तर आउन सक्नु पर्यो होइन त्यही घरबाट फेरि माथि चढ्यो यता बारीको फेदबाट यताबाट सबै अड्क्यो अब चाहिँ हामी जाँदैछौँ के अरे कटरलाई के भन्छ नेपाली इङ्ग्लिसमा ज्याकफ्रुट कटरलाई हो ज्याकफ्रुट हो र पाइनएप्पल पाइनएप्पल त भुइँकटालाई पो भन्छ अनि के भन्छ ए भुइँकटालाई भन्छ पाइनएप्पल खोइ के हो ज्याकफ्रुट भन्छ क्या लुजे भन्थ्यो यो गाई जब हामी त्यो पढेर निस्केको रहेछ भगत के हो खोइ ज्याकफ्रुट ए लु भयो पुरै पो देखाउँदो रहेछ यो लजात झारे नि हो ओए छुने त्यो लगाउँछ यार होइन यो लजात झारलाई एकछिन लजा दिएको क्या उयो बाटो त के हो यार कुद्यो हौ त्यो ठुलो ओए यहाँ झन् के हो घुम्ने ठाउँ बनाएको त हो ढोमै ओम भगवान् मेरो भन्दिनँ उयो लभली बनाएपछि जस के को शिवको मन्दिर हो म यहीँबाट आउँछ यार बादल उकालो यस्तो हेर्नु यहाँ यस्तो पाहाड दुख्छ यार यस्तोमा यो भन्दाखेरि ओ ल सही हो यसो जङ्गल डुल्नु पनि है अनि ए के हो केले काट्ने चुड्ने नि भाइ घुमाउने नि किन्दिनँ भाइ हो र उयो नजिकै रहेछ कसको यो है छोडिहालौँ न त एकजना गोडा छ होइन हामी यहाँ बसेको छौँ त्यहाँ केटासँग बसेको दुईवटा छौँ यसरी देख्छ लु म त अब भ्लगर परै तिम्रो अगाडि छ अलिक हिँड्छ मर जाऊँ न होइन भन्दै अलिक राम्रो केटा थियो भनिदियोस् न होइन त्यो गरिदिन्छौ न ए ओइ मेरो खुट्टामा यस्तो छ म भिडियो गरिदिँदैन कस्तो छ यस्तो छ मेरो झन् नजिक केटा लुटिने जाने नि त मान्छे त 30,000 नि काट्दैन बस्नु भाग्नु पऱ्यो भने गरिराख्नु
हामीले त चिन्छ नि त हामी ए म त चित्ने भाले बुझ्नुपर्छ ए म भिडियो गर्छु यार मलाई चिन्छन् तिमीलाई चिन्दैन ए हामी यसो गरौँ न त चोरौँ होइन चोरिसक्यो ए हामी त भिडियो प्र्याङ्क गरेको भन्नुपर्छ त्यो कटा चाहिँ काट्दै दिउँ फेरि फेभिक्विक लिएर जोडिदिनु न केटाले जेसी यो साल त साह्रै यिनीहरूले त अनि कस्तो ठाउँमा ल्याएको त घरि गर्छ जल्दी र यार कसरी लाग्नु भने यार त उयो देउता लाग्दैन नि खोइ यो लाग्दैन ए हो ए बाटो चढेर तपाईँले सरेको धान अलिक सुत्यो ए अब हामी कटरको हावा खाने होइन चिडिहाल्ने पछि आइया के घोच्छु यहीँ कुन छोड्ने कस्तो र यो टिपा एउटा अनि यो टिपा एउटा मात्र खुसी हो दुइटा हान्ने कस्तो काट्नु नलागेको त नि तिमीहरूले चाहिँ म गर्छु तर फेरि यस्तो यो त खाल्डो यो चोरिहाल्नु है टिपाउन छिटो जाउँ न हो ल ल ल ल प्रमोद ओए बिस्तारै बिस्तारै प्रमोद है बाटो बाटो Finally, guys. Wait to play. नि झर्दो रहेछ यार यति बेला उहिले भ्लगमा त भाँगेर खल्यो सो गाइज हाम्रो चाहिँ चोप सबै चुइसकेको छ नि अब लल डर भएन पक्र न यार सब चुयो नि त अनि हामीले चाहिँ अब यसो अब हल्का चोइरहेको छ कि अब हल्का रमाइलो गर्नुपर्ने हुन्छ चोरेपछि अब यता बजाउँछन् केटाहरू ल अब यस्तो बस्दिउँ न त खै मुला यहाँ थियो त अघि बाहिर बाहिर जाउँ न हावामा यस्तो बाहिर यता यता जाउँ जाउँ सब पछि यहाँले हाम्रो हेरी यस्तो है यता यस्तो हो अनि यता ल लु लु बजाउनु नि त बजाउनु नि त यस्तो त्यहाँ तिम्रो यस्तो कला लसन चुटकी बल दामी अबै यो त बाबाले बजाइन्छ त
अरे मलाई होइन टक्क यसको माया चिसो पानी खायो चिसो पानी भन्दा नि कार्की पानी एकदिन फोन फ्रिजमा हालिदिएको त चल्नै छोडिरहेको के भन्नु अब कहाँ लाने मलाई अझै अब प्रबन्धले मलाई एकछिन डुलाइ ल्यायो अब चाहिँ अब म चाहिँ हाम्रो उयसमा मात्रै घर जान्छु भनेर बसेको घाम यस्तो क्या बाहिर पुरै अनि ऊ चाहिँ अब काम गर्न लाग्यो यस्तो मलाई चाहिँ उसले चाहिँ वर्ष आदिको फेरि हरा है थाहा छ छैन त्यो त छैन किन्न सक्नुहुन्छ 3000 को एउटा होइन ए यो चाहिँ अहिले बनिसकेको छैन पुरै हिजो बनिसकेको त्यो डिजाइन दिनु बाँकी यहाँ पनि छ सही हो गाइस यस्तो मलाई चाहिँ उसले यस्तो यहाँ ताजा लाइट आएको छैन क्या लाइट बाल्दा छैन बाल लग्नु सामानहरू सही राम्रो देखिन्छ के भन्दा ओका छैन किन्ने ए यो यही रेङ्स हाल्छ त्यसमा चाहिँ ए ल बनाऊ अब हेर्दै बस्छु आन्टी खाजा बनाइदिनु भयो अझै खानु पर्ने हुन्छ हेर्दा खाँदैछ रमाइलो दुधहरू लगाइहाल्यो मलाई काम अब के भन्छ भन्दाखेरि कफी बनाउने भन्दैछ के भन्दै यस्तो छ उसले काम गर्दा गर्दै यति अब यति बनाइसक्यो भर्खरै आथा किन ओए ल आउँदिनँ सेक्दैछ मजाले यस्तो राम्रो बनायो कहाँ छ भन्दाखेरि खोइ पक्नु म देखाइन्छ तपाईँहरूलाई ए अघि देखाएको के देखाउनु थियो देखाइदिनुहोस् हेर्नुहोस् नाल को आएर खोइ कोही छैन त्यो गाई जति गइसक्यो के साथी के उम्ले पोखिन्छ र भात त्यही अनि हेर यहाँ पोखिन्छ पोखाइदियो नि त अलिकति भयो भनिदिएको नपोखाउनु साँच्चै पोखाउनु खोज्याहरू झर गयो अनि यो चाहिँ के अरे कफी बनाउने अरे होइन के हो यार यस्तो सबै निकालिदिन्छु भ्याउँदिन यार सुन्न त ए भन नि त यस्तो हो यहाँ सुन्न त भिडियो नदिएको ए यो त यस्तो होला त ओए त्यसै कमिला खा भए भित्र यहीँभित्र कमिला खा है भित्र कमिला छ हौ अनि के गर्यो एउटा यो सुन ए माथिबाट यसले होइन ब्लग बनाइदिएँ के हो मिल्क कफी कफी हजुर किन्ने 40 रुपियाँ सो गाइस म चाहिँ मिल्क कफी किनेर कतिवटा ल चेकहरूबाट मिल्क कफी किन्नु जानु भन्नेले अब जानुपर्ने हुन्छ म भ्लग बनाइदिनु फेरि त्यहाँ मान्छे छ त्यही भएर गाइस सो गाइस ल्याइसकेको छु मैले चाहिँ यो कफी 3 in 1 भनेको यसले चाहिँ 3जनालाई पुग्छ मतलब 3वटा कपमा होइन 3जना त पुग्दैन फेरि म एक्लै सक्दिन्छु क्या त्यो अब प्रमोद ल्याए यार पनि थियो कि कफी त्यही नि यो अर्को खालको हो ए सही हो ए भाइ पैसा चाहिँ राम्ररी जोत्नु राख्न हो ए खोइ राख नि त फेरि दिन्छु के भन्यो अघि हाल्छौ त थोरै रहेछ नि त हो नि लभली पाएर मलाई दुध त के गर्नुपर्ने हो यसलाई यस्तो हो म बोल्छु ल ए सरी ल ऊ अबि किन के हुन्छ पक्नु पर्छ म आउँछ मलाई पक्न एकछिन ओ बादल पक्न छोड्दा निभादा नि हेर्नुपर्छ नि त कस्तो हो र यहाँ चाहिँ घल्छ क्या ए ओइ यसरी गर्छ दोकानहरूले नि तर मिसिन अलिक खराब छ क्या टक्क गाइस कफी ओए के हालेको यो माथि ओए ओए प्रमोद यसो चाहिँ घर जानुपर्ने हुन्छ रिजमा त यसो हल्का अब दिनभरि मिल्यो जुल्यो होइन त्यो गाइस अब चाहिँ फोटो गएर जान्छु यसमा त हुँदैन च्यातिन्छ नि त गएर ल्याइदिनु त यसमा साँच्ची यसमा जानु होइन अर्को छ आउन हो ए
अब घर जान्छु गाइस म चाहिँ होइन यस्तै छ जिन्दगी घाम लाग्यो त फेरि कसरी 4 भइसक्यो यता यतिसम्म भिराउँदैछ यार मलाई प्रमोदले यही त गरौँ भएर कसरी बोकेर लाने हो र यस्तो साह्रो तल पुग्नु पनि फेरि यस्तो डाँडामा म अझै आफूलाई छ भन्दैछ मलाई 2 3 4 ओभर हान्छ ओभर लगाउने कता भइसक्यो त्यत्रो होइन हौ कहाँ हाल्नु कहाँ हाल्छ हेर न भित्र हाल बरु लु अब एउटा ल भयो भयो राख भयो भयो राख ल ल जाऊ ल ल ल एन्जय ए ल भाइ ल सो ग्यास लाग्यो नहेरी ए हेर हेर त्यो लाग्यो ग्यास यस्तो यस्तो बोकेर ओइ तपाईँ चेक गर अनि चेक गर फेरि आउँछु तिम्रो घरतिर अब ल ग्यास लाग्यो है म घरतिर अब बाटोमा के भयो भने अब देखाइहाल्छु नभए सिधै घरतिर पुगेर यस्तो बनाउनु भ्लग होइन फाइनली ग्यास आधी घन्टा त्यो भड्किरा घर आइपुगिसकेँ म चाहिँ आयो मम्मी मम्मी बारे बाबु बाटै नदेखेर हो के हो अब हुन्छ नि अब हाम्रो चाहिँ के हुन्छ नि त्यो गाई यहाँ त्यो चाहिँ के हो कटोर हो यो खै कसरी पकाएर राख्ने केहीले छिरेर साथी हो साथीहरूले ले यति होइन झन् साथीहरूलाई भन्छु ए बढी गर्मीले त्यो ग्यास अनि अब यस्तो सेतोमा अब चोप लागिरहेको छ कटरको अनि यस्तो मान्छे अब यस्तो दिने होला होइन अब त्यो आजको भ्लग चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड बाई बाई गाइस